जना मान्छेले उठाउनु भएको थियो के तपाईहरुको पार्टीमा समावेशिता छैन यस्तो छ नि त त्यो समावेशी भनेको चाहिँ कस्तो छ भन्दा हामी छेत्री बाहुनबाट चाहिँ होइन त्यो आएको छ समावेशी भनेको जस्तो म 3 वर्षदेखि यो श्रमदानमा छु होइन जुन हर्का साम्पाङ रिभोल्युसन टिममा म आबद्ध छु नि अनि 3 वर्ष काम गरेर मलाई एउटा इमानदार सम्झेर मैले एउटा गरेको कामलाई चाहिँ उहाँलाई विश्वास लागेर मलाई त्यो ठाउँ लगेको हो नि त त्यसरी आउनु पर्यो नि त हामी छेत्री बाहुन समुदाय अनि अहिले अन्तिममा 3 वर्षमा पार्टी खोल्दा चाहिँ समावेशी खोजेर हुन्छ र हैन श्रमदानमा आउने मान्छेको श्रमदाताको त्यो एउटा टिम हो नि त अनि श्रमदानमै नआउने मान्छे घरमा बसेर समावेशी भएन भन्न मिल्दैन क्या त्यसरी समावेशी हुनको लागि चाहिँ श्रमदानमा सहभागी हुनु पर्यो नि त उहाँहरु आउनु भएको छैन नि त मैले बारम्बार भनिरहेको छु त हामी 5 जना मात्रै छौं हामी 2500 3000 हामी 7000 सम्म त्यो पाइप बोक्दाखेरि कोकाको पाइप बोक्दाखेरि हामी 7000 जना सम्म श्रमदाता हुँदा पनि हामी छेत्री बाहुन समुदायबाट चाहिँ हामी छैनौं के श्रमदातै छैनौं भनेपछि समावेशी कसरी हुन्छ त उहाँहरु फिल्डमा आउनु पर्यो हामीले जुन हर्का साम्पाङ सरले चलाएको अभियानमा सहभागी हुनु पर्यो काम गर्नु पर्यो आफ्नो इमानदारीता देखाउनु पर्यो हैन आफ्नो विश्वास देखाउनु पर्यो नि त हैन म इमानदार भएर मैले देखाएँ मैले काम गरे र मैले पाएँ होला नि त मलाई त त्यसै त टिपेर घरबाट ल्याएर राखेको त होइन होला हैन त्यो बुझ्नु पर्यो नि त हामीले अनि अहिले 3 वर्ष केही नगर्ने ओछ्यानमा सुतेर मोबाइल कोट्याएर हेर्ने लाइक कमेन्ट नराम्रो गर्ने अनि अहिले समावेशी भएन भन्न मिल्छ र म त त्यस्तो कुरामा त मलाई कस्तो चित्त बुझेन के कस्तो चित्त दुखेर आयो समावेशी अहिले खोजेर हुँदैन हैन अब देश विदेशमा संसारभरिको नेपालीहरुलाई चाहिँ मैले आह्वान गरेकै त्यही हो क्या हामी जुटौं न उठौं लागौं हैन एउटा राम्रो के हो नराम्रो के हो अब राम्रो र नराम्रो छुट्याउँ हैन हामी त डुबिसक्यौं नि त हाम्रो त भावी सन्ततिले हामीले त दुःख पायौं अब भोलि हाम्रो भावी सन्ततिले झन् कति धेरै दुःख पाउँछ त हैन दिन प्रतिदिन महँगी बढेको छ हरेक कुरा को अहिले समस्या छ बाटोघाटो हेर्नु हामी अलि स्वस्तिका चोकमा बसेका छौं हामीले यहाँ अगाडि कत्रो ड्रेन बनायौं हैन धरान 10 को यो स्वस्तिका चोक